हजुर, डाक्टर देवी नेपालज्यूको निस्कन्न भो बाहिर शीर्षकमा रहेको कविता छ। यो शार्दुलो विक्रेडित छन्दमा छ। उसरी नै गाउने उसरी नै गाउँ, असरी गाए पनि हो, उसरी गाए पनि हो, असरी गाए पनि। कोरोना अलि कोरोना अब मृत्युवाहक बनी संसार घुम्दैछ नि। आओ मानव हो म बाहिर बसी पर्खन्छु भन्दैछ नि। नाता मानव साथ गाँस्न नजिकै आएर पर्ख्योस् तर धेरै गर्नु छ काम यो भुवनमा निस्कन्न भो बाहिर। मान्छेले धरती सबै चुमिसक्यो आकाश नै चुम्छ रे। पानीमा पनि गाउँ नै बनिसके त्यो चन्द्रमा घुम्छ रे। धरतीका सब जीव राख्छ वशमा हार्दैन मान्छे अब। कोरोना पनि जित्न सक्छु सजिलै निस्कन्न भो बाहिर। पृथ्वीमा कति सुन्दथ्यौं प्रलयका गाथाहरू सर्वदा। व्याधिले अनि युद्धले युग युगौं ढाल्दै गरेका कथा। जस्तो चाल चलोस् न यो प्रकृतिले हार्दैन मान्छे तर। धेरै सुन्नु छ ती कथा प्रलयका निस्कन्न भो बाहिर। जसले इन्द्रिय जित्छ ती 10वटै त्यो हो महामानव। जसले आगतको परिस्थिति बुझ्यो त्यो हो सही बौद्धिक। साँच्चै मृत्यु बनेर आउँछ यहाँ फोस्रो अहङ्कार त। धेरै बाँच्नु छ सभ्य मानव बनी निस्कन्न भो बाहिर। मान्छेले युग फेर्न सक्छ क्षणमा साँच्चै चितायो भने। नौलो सिर्जना गर्न सक्छ भवमा विज्ञानले ज्ञानले। हारेको इतिहास छैन नरले हारिन्छ निस्के तर। मैले मृत्यु विषाणु जित्नु छ यहाँ निस्कन्न भो बाहिर। मैले मृत्यु विषाणु जित्नु छ यहाँ निस्कन्न भो बाहिर।